नि कहिले पनि त्यो व्यक्तिलाई चोट नपुर्याउनुस् जसले तपाईँलाई मनदेखि माया गर्छ। नत्र एक दिन मन त बाँकी हुनेछ, तर मनदेखि माया गर्ने कोही रहने छैन। हो हजुर, मनदेखि माया गर्ने कोही रहने छैन। नमस्कार, के छ तपाईँहरूको हालखबर? आरामै हुनुहुन्छ नि? म हुँ पासा दिनेश। छ नि जिन्दगीमा माया गर्ने मान्छेहरू फरक फरक हुन्छन्। त्यो माया गर्ने भिडमा यस्ता किसिमका मान्छेहरू पनि हुन्छन् जसले माया गर्छ नि कुनै व्यक्तिलाई। त्यो व्यक्तिको रूप रङ, धन सम्पत्ति, बानी बेहोरा, आनी बानी केही पनि मतलब नगरिकन बस मनदेखि चाहन्छ। हो त्यस्तै मानिसहरूको लागि आजका शब्दहरू रहेका छन्। त अघि बढौँ। म राम्रो थिएँ या नराम्रो थिएँ, उसलाई यो कुराले केही प्रभाव पार्थेन। म उसलाई चाहूँ या नचाहूँ त्यसमा उसलाई केही सुर्तै थिएन। मैले राम्रो गरूँ या नराम्रो त्यसमा पनि उसलाई चिन्ता थिएन। तर म जे थिएँ, जस्तो थिएँ त्यस्तै नै उसको दिलमा राज गरेको थिएँ। म जे थिएँ उसको लागि खास थिएँ। हो, म जे थिएँ उसको लागि खास थिएँ। तर यी सबै कारणहरूले सहरभरि ऊ कहिले लाजले शिर निहुरिएर हिँड्न चाहिँ परेन। उसले त मलाई आफूलाई भन्दा माथि राखेर चाहेको थियो। हर कुरा त्यागेर आफ्नो सम्पूर्ण ममा समर्पित गरेको थियो। तर यार, सबै कुराको हद हुन्छ, सीमा हुन्छ। एक दिन यस्तो पनि आयो, उनी टाढिनु पर्यो मसँग। जब मसँग टाढा भइन् उनी अलिकति दुखी त थिइन्, तर अधुरो भने कति पनि थिएनन्। किनकि दूरी बढे पनि आत्माले कहिले टाढा बनाइनन् उनी मलाई। सधैँ दिलभित्र सजाइराखिन्। तर उनीबाट म टाढा रहिरहेँ। त्यसको कहिले गुनासो पनि गरिनन् उनी, किनकि साँचो र चोखो माया जो गर्थिन् उनी मलाई। म आज किनारामा लथालिङ्ग भएको सामान जस्तो बेखबर, बिना लक्ष्य भौतारी रहेको हावा जस्तै बेमतलब बहिरहेको छु। उनी हुँदा सम्हाल्थिन् उनी मलाई हरपल सबै कुरा सहेर। आखिर उसको पनि आफ्नै जिन्दगी थियो। सधैँ यो सहेर मात्र पनि उसको जिन्दगी अघि त बढ्दैन थियो। एक दिन उसलाई मबाट टाढा जानु नै थियो। यिनीहरू सँगै रहँदा तिर्खाको केही महसुस नै हुँदैन। तर आज उनी छैन मेरो साथमा। मलाई मायाको प्यासले एकदम सताएको छ। तर उनी प्यासी छैन, किनकि उसले मलाई सँगै राखेकी छिन्। हरपल मेरो छाया बनेर सँगै हिँड्छिन्। जस्तो परिस्थितिमा पनि साथ दिन्थिन्। हो हर कुराको सीमा हुन्छ। आखिर कहिलेसम्म मेरो साथ दिन्थिन् र उनी बेबस थिइन्। उनलाई एक दिन टाढिनु नै पर्यो मबाट। केही सिप नलागेपछि मेरो भएर पनि मेरो लागि के पो सहन्थिन् र उनी। सकेसम्म त गरिन्। सायद म उसको लागि मुटु थिएँ, त्यसैले दूरीले टाढिए पनि कहिले आफूबाट अलग गर्न सकिनन् उनी मलाई। आफूबाट कहिले मलाई अलग बनाउन सकिनन्। हो, दूरीले टाढा भए पनि मनदेखि कहिले पनि टाढा बनाइनन् उनीले मलाई। त कस्तो लाग्यो आजका यी शब्दहरू? जस्तो लाग्यो तपाईँ लेखी पठाउनुहोला। जे जस्तो भए पनि, राम्रो नराम्रो, तपाईँको हर कुरा मलाई स्वीकार्य छ। अनि जाँदा त्यही नै हो। तपाईँ त आफ्नो मान्छे हो नि मेरो। अहिलेसम्म यो च्यानललाई सब्सक्राइब गर्नु भएको छैन भने कृपया एकचोटि सब्सक्राइब ठिच्दिनुहोस्।
लाइक शेयर कमेन्ट पनि तपाईँको बन्छ यार। हस् त, आजको लागि बिदा माग्छु। नमस्कार।